महत्त्वपूर्ण योगदान पुर्याउनु भएको छ। उहाँको योगदानले हाम्रो संस्कृतिलाई अझ मजबुत बनाएको छ। धन्यवाद सञ्जीव बस्नेज्यू। स्कुलको पहिलो गुरु र अस्ति हामीले कुरा हुँदै जाँदाखेरि चाहिँ यो कसरी डान्स स्कुलको हाम्रो प्रथम गुरु र हाम्रो प्रथम विद्यार्थी आकृति घिमिरे आकृति घिमिरे चाहिँ अहिले उहाँकै प्रशिक्षणमा चाहिँ गएर अहिले चाहिँ एनकेएसएसपी डान्स स्कुलको चाहिँ हाम्रो न्यू डान्स टिचर। आज तपाईँले जति पनि एनकेएसएसपीको चाहिँ प्रस्तुतिहरू देख्नुभयो गुरुको चाहिँ पाथमा भन्छ नि फलोइङ द पाथ भनेको जस्तो चाहिँ गरेको छ। त्यसो गरेर चाहिँ हामीले बच्चाहरूले जति पनि देखिरहेका छौँ एनकेएसएसपी अन्तर्गत तथा विभिन्न विद्यालयमा सञ्जीव सरले चाहिँ त्यसको एकदमै जरा गाड्नुभएको। अ लङ टाइम वर्किङ एज अ भोलिन्टियर इज नट अ जोक होइन। यो यति राम्रो यस्तो व्यस्त सिद्धिमा चाहिँ उहाँले गर्नुभएको हामीले योगदानलाई योपालि हामीले मूल्याङ्कन गर्न पायौँ। सञ्जीव सर ढिलो भयो होला तर हाम्रो निम्तो स्वीकारेर आइदिनु भएकोमा धेरै धेरै धन्यवाद। त्यस्तै गरी चाहिँ सम्पूर्ण प्यारेन्ट्सहरू पनि एकदमै खुसी हुनुहुन्थ्यो। हाम्रो रिहानाको मम्मी होइन उहाँहरूको चाहिँ टिचर बच्चाहरू चाहिँ ग्रोन अप। अब आकृति एज अ बेबी वाज अ टिचर वाज अ स्टुडेन्ट। अब अहिले चाहिँ उहाँ नै गुरु भएर आइसक्नु भएपछि छ द लाइफ इज फुल अफ सर्कल। सो सबैजना चाहिँ एकताल जोरदार तालीले उहाँहरूको यो सम्मान गरिदिउँ, कलामान गरिदिउँ, समयको सम्मान गरिदिउँ। सबैभन्दा महत्त्वपूर्ण कलाको सम्मान समयको सम्मान र समाजप्रति दिनुभएको योगदानको सम्मान गर्दै कला संस्कृतिको तर्फबाट यो विशेष भानु अवार्ड ग्रहण गरिदिनु भएकोमा भानु चाहिँ एकदमै हामी छौँ। त्यस्तै गरी हामीले चाहिँ विगतका वर्षहरूमा कला संस्कृतिको तर्फलाई चाहिँ कला संस्कृतिको अहिलेको हालको टिमबाट चाहिँ हामी एकदमै एकमुष्ट धन्यवाद कृतज्ञता र तपाईँहरूको समयको हामीले एकदमै कदर गरेका छौँ।